बयान दिन मानेन भने गोली ठोके हुन्छ नि। एउटा अन्तर्वार्तामा चाहिँ केपी ओलीले बरु मलाई गोली हान तर म मरिकाटे बयान दिन भनेको स्टेटमेन्टलाई चाहिँ जवाफ फर्काउँदै अहिलेको नालायक गृहमन्त्री ओमप्रकाश आर्यले केही गर्न नसकेको यदि मलाई पर्मिसन दियो भने जसरी त्यो जेन्जी युवा बालबालिकाहरूलाई चाहिँ ताकी छाती र टाउकोमा गोली हानेको थियो त्यसरी नै म गोली हान्छु भन्ने मान्छेको अहिले पहिचान खुलेको छ। यो भिडियोमा तपाईहरु आफै हेर्नुहोस्। हामी गोली ठोकिदिन्छौँ। हामी राम्रो बेहोरा गरेर बस अलि बाँच्छस् यस्तै बेहोरा गर्छन् धेरै बाँच्दैनस् एबाट चुनाव दिन चाहन्छु तँलाई हामी ठोकिदिन्छौँ। सरकारले अनुमति दियोस् आजै गएर गोली ठोकिदिन्छौँ। ल गोली ठोकिदिन्छौँ। यति हिम्मत छ भने घर ओमप्रकाश आर्याल गोली ठोक्नुपर्छ के ठोक्नुपर्छ ठोक है ल्याएर कारबाही गर बयान लि हामीलाई घरमा गएर थुतेर ल्याउँछस् हत्केलालाई ल्याउन सक्छस् भने साला हत्यारालाई किन ल्याउन सक्दिनस् लिएर आएर गर तैँले सक्दिन भन् एकचोटि स्वीकृति हामी गएर गोली ठोकेर ल्याइदिन्छौँ। जसरी उसले चाहिँ हाम्रो भाइ बहिनीलाई गोली ठोकेको थियो टाउकोमा मुटुमा त्यसै गरेर हामीले ठोकिदिन्छौँ। हामीलाई चाहिँ सरकारले अनुमति मात्र दियोस्। धम्की त हामीलाई त चटनी बनाउँछ किमा बच्चु बनाउँछु भन्थ्यो।